त खतरा छ है केटा। खतरा छ होल्ड। अर्र मेरो थकाएपछि गोविन्दजी जानु हो। त्यसपछि यहाँ दिपक सरको नम्बर आउँछ। रुख चाहिँ धेरै ठुलो छ। अहिलेको तपाईँको चाहिँ मिसिनरी जमानामा पनि आउँदा पनि हाम्रो चाहिँ गाउँमा मिसिन व्यस्तताको कारणले फेरि पनि पुरानै मौलिक पाराका गीतहरू सुन्दै होइन वन्तरालाई चिर्नुपर्छ, एक्सर्साइज पनि हुन्छ र मौलिकता जोड्नुपर्छ भन्ने योजना हाम्रो पहिला यस्तरी चिर्थ्यौँ। अहिले पनि धेरै वर्षपछि हाम्रो दाजुभाइहरू सब मिलेर दाउरा काट्ने अभियान चलिरह। अति नै खुसी ल्याइरह। गाउँ यस्तै हाम्रो गाउँले जिन्दगी ठ्याक्कै कहाँ हुँदा तपाईँको चाहिँ अर्घाँचीको भीमस्थान 3 यो हिलेको हामी यता मेला पठाउने ठाउँतिर छौँ। बाँकी भर्खर सुरुवात हुँदैछ है, रुख ढाल्ने सुरुवात हुँदैछ। रुख धेरै ठुलो छ। एन्डिङसम्म चाहिँ हाम्रो चाहिँ अब यो चाहिँ भिडियो बनाएर हाम्रो चाहिँ होइन कति कष्ट हुन्छ के हुँदो रहेछ भनेर देखाउनेछौँ। अब हाम्रो गोविन्द बन्दाडे भाइको पछाडि अब चाहिँ हाम्रो दिपक जानु है। दिपक दादा चाहिँ होइन रुख ठुलो भएको कारणले चाहिँ अब यो चाहिँ हामीलाई एउटैले हान्नलाई अलिकति पोसिबल नभएको कारणले अनि बन्जर हाने पनि धेरै वर्षपछि भइरहेको हाम्रो। कस्तो लागिरहेछ गोविन्द मुरादीजी? हजुर साहब। ठिक छ। गाउँले पुराना नारायण रामेजीका दाइका गीत सुन्दै हामीले यस्तरी काम गर्ने। रुख हेर्नु जान्छ बताइ नसक्नु छ, बताइ नसक्नु ठुलो रुख छ है। यता एउटा यता पनि गएको छ। यसलाई हामीले भ्याउने सकिन्छ सकिन्न, त्यही पनि प्रयास जारी छ काम गर्ने गाउँले जीवनमा। यिनी गाउँपाखा भिर कुना कन्ताराहरूमा गाउँदै रमाउँदै गाई बाख्रा चराउँदै हिँडेको धेरै वर्षपछि यो चाहिँ हामी भाइहरू मिलेर यो दाउरा यो काट्नेहरू गरिरहौँ। त्यसकाले रोपेको त्यहाँ घर नै थिएन। त्यसकाले त हामी मात्र गरेर उसो बन्द गर्ने त भइसक्यो त। एकछिन रोक्दै अब ढल्ने बेला तिर्न ल्याउँला। रुख चाहिँ ठुलै हो है, जोली चलिरहेछ है।
गाउँघरतिर गाडी छ गाडी छ केटा के गरेको यार होइन मान्छे के तल छ नि जानु खिच्चा न ए उता हटाऊ है ए गो 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 बिच्चा न बिच्चा 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 न बिच्चा आफै जान्छ ए गो गो ल 5 शट है 5 शट 1 2 हेर दिदी 3 4 भएन भएन अझै भएन ओए नुहान नि त्यस्तोहरू मन तर हटाऊ बाटा भाइका त्यो हेर न माथि हेर न घचेक घचेक गरेछ अठार हान्छ अझ गएन खट्टा त उहाँ आएछ त अब लगब हाम्रो रुख चाहिँ ढल्ने तयारीमा छ अवस्थामा रुख धेरै ठुल्छ यता चाहिँ अझै ओरो हान्दै एक हान्दै एक हान के अझै हान त ल भाउ पर्दैन ल फाइनली चाहिँ हामीले ढलाइसकेको छौँ रुख होइन गाना साना सबै झारौँ है अब हामी लगात्तै रुख ढलिनेर जाँदैछौँ अब हैसा बन्चराहरूले यसरी दाउरा चिर्न कटिङ हुँदैछ हाम्रो भिर पाखाको बाटो अप्ठ्यारो छ डोका हैसा बन्चराहरू यस्तै छ पानीको गिलास साथमा लिएर आह गाउँले होइन अब हाम्रो यहीसम्म हो कि केटा मुढा तान्दै त ल्याउँदै कि खिच्दै ल्याउँदैन सानो गरेर मुढा खिच्ने उता त सकिन्न ल हामी फाइनल्ली अब रुख ढलाएर अब गेड पार्न लाग्यो होइन यहाँ अब केटाहरू भाइहरूले धमाधम दिइरहेछन् ए टक्क गेड पार्ने त समूहमा लाने चिर्ने पलनिङ आज हाम्रो बोको काट्ने भरे सानो लोकल रक्सी र बोका मासु खाएपछि बल्ल लाइन आउँछ अब हाम्रो अब रुख ढलिसकेपछि पनि वहाँदेखि तल झऱ्यौँ यति दाउरा काटिसक्यो त्यसमाथि फेरि एउटा चाहिँ हाम्रो एउटा अङ्कल आउनु है उपमेर साहब भनिदिन्छ भनेर आएँ बालकृष्ण बन्दाडज्यू फेरि मोटे बाले होइन उपमेर बाले होइन हाम्रो माथिका जमदारका बाले साहब हुन् अङ्कल ओहो किम्ला यो रुखमा किम्ला यति हुँदैछ नि गोविन्दजीले यस्तरी बोक्नु हो ठाउँ अलिकति अप्ठ्यारो भएको कारणले हाम्रो सम्ममा मुढा पार्दै लाँदै गर्ने योजना गरिरहौँ बाँकी एकैछिनपछि फेरि भेटौँला अगाडि जियो हाम्रो काम गर्ने क्रममा मुढा तान्दाखेरि अलिकति हातमा यसरी चोट लाएर यहाँ दिपक बन्जाडी यसको दाइको चाहिँ होइन यहाँ हामीले अर्ग्यानिक चाहिँ यो बनमाराको त्यो लगाएर लाउने छौँ अब हाम्रो चाहिँ ट्रिटमेन्ट चाहिँ
पट्टी टाँकापट्टि गर्ने यताउति तपाईँको चाहिँ अब यो जङ्गलमा होइन हुँदैछ अनि त्यो चाहिँ अब हाम्रो पोसिबल नभएर जङ्गलमा भिर पाखामा हामीले चाहिँ होइन गाउँले उपचार यो त अर्ग्यानिक तरिकाले बनमारा निचुर अनि चाहिँ यसरी हामीले चाहिँ अब यहाँ लाउँदैछौँ। त्यस्तै छ हजुर, गाह्रो छ गाउँघरमा गाउँको पाखाहरूमा काम गर्नदेखि लिएर तपाईँको चाहिँ रसीको पत्ती बाँध्नु अब तपाईँको चाहिँ यस्तो छ यी चाहिँ होइन अब भिर पाखामा काम गर्दाखेरि तपाईँको चाहिँ अलिकति गाह्रो भएको समस्या यस्तै हुन्छ है। हेर्नुहोस् चोटबाट लाग्दा पनि अब उपचारी भनेको हाम्रो यस्तो यस्तो हुन्छ नि बनमारा लगाएर चाहिँ हामीले चाहिँ गरिरहेको छ। गाउँघरमा यस्तो हाम्रो यसलाई म्याल भन्छ यो बुटोलाई पाकेर हामीले बचपनमा खाएर हुर्क्या हो हामी होइन। दुईमा चाहिँ अब त आफै जाउँ हुन्छ हातले नि बढ्दै जान्छ हातले राम्रो नै हाम्रो चाहिँ अलिकति ढिला आए पनि आफै हान्दै हुनुहुन्छ हाम्रो अङ्कल बालकृष्ण बन्जाडे अङ्कल काइला अङ्कल बन्जर हानिरहनु हो लुकी हान्नु फेरि उहाँले चाहिँ कामको चाहिँ अझै धेरै छ यो फाइनल्ली त्यसले गर्दा गाइज हामीले चाहिँ भन्न सक्छ है अरू सब देखाउँछौँ गानाहरू पनि म्युजिक सिस्टम सब चाहिँ हाम्रो रेडी छ। अब हाम्रो एकैछिनपछि अब हाम्रो पहिलाको थाक्यो टिमहरूले यसो विश्राम गर्दै ट्याक्क पानी सानी पिने होइन कन्ट्रियन सन्ट्रियन अब के छ खाजा कनी यताउति यसो खाएर अब काम गर्न हुने जान्छ। बाँकी फेरि एकैछिनमा भेटौँला। पछि अब विश्राम पछि फेरि सुरुवात हुँदैछ। हाम्रो चन्द्र बन्जाडेजी हुनुहुन्छ अब उहाँले चाहिँ बन्चरा त जमानाको स्टाइल हान्नुहुन्छ। ल अब यहाँ ठ्याक्क 15 सेकेन्ड केटा हो।